5 वर्ष हामीले काम गर्नुपर्नेछ। यति क्रान्तिलाई पनि परिणाम दिन सकिएनौँ भने तपाईँ हामी नालायक भएर निस्कन्छौँ। म यति कुरा भन्न चाहन्छु। बदल्ने मात्र व्यवस्था बदल्ने क्रान्ति मात्र क्रान्ति होइन साथी हो, अवस्था बदल्ने क्रान्ति पनि एउटा ठुलो क्रान्ति हो। हाम्रा हातमा जनताले त्यो ताकत त्यो शक्ति दिएका छन्। यतिखेर हामी यो देशको सबैभन्दा जिम्मेवार सांसदका रूपमा खडा भएका छौँ। तपाईँले टाँच्नु भएको यो लोगो, सांसदको लोगो, त्यसको वास्तविक वेट कति छ मलाई थाहा छैन, तर त्यसको भारी त गरुङ्गो छ। त्यो कोटको एउटा कुनामा यसै अडियोको एउटा ढ्याक होइन साथी हो, यो देशको भविष्य बोक्ने जिम्मेवारी भएको एउटा महत्त्वपूर्ण चिन्ह हो। त्यो चिन्हलाई यहाँहरूले चिन्न सक्नुभयो भने मात्रै हामी इतिहास लेख्ने बाटोमा जान्छौँ, नत्र जीवनी त हामीले लेखिसकेका छौँ। जीवनी लेख्ने रहर भएका साथीहरू अर्को लाइनमा खडा हुन सक्नुहुन्छ। यो समाजमा जीवनी लेख्ने प्रशस्त ठाउँहरू छन्। संसद होइन, संसद त इतिहास लेख्ने ठाउँ हो। पार्टी होइन, पार्टी त इतिहास लेख्ने ठाउँ हो। अरू केही लेख्न मन छ, निबन्ध कथा लेख्न मन छ भने त्यो बेग्लै ठाउँहरू छन्। यो त इतिहास लेख्ने यात्रा नै। त्यसकारणले यो इतिहास लेख्ने यात्रामा हामी अगाडि बढेका